हेलो गाइज, गुड मर्निङ। के छ हालखबर हजुरहरूको? ताजा ताजा हालखबर के छ? सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि आज यसो भेडीतिर घुमघामको सर्ट मिनी भ्लग बनाउनु पर्यो भनेर बनाएको। धेरै पछि त्यसैले हजुर सबैजना सन्चै हुनुहुन्छ? के छ त हालखबर? अहिलेको वर्षा कतिको लागिरहेको छ? के कस्तो भइरहेछ गाइजहरू? भेडीतिरको यो हरियाली दृश्य अनि यो झलमल्ल फुलेका फुलहरू र यो कलकल भेरी नदीसँग रमाउँदै गरेका यिनी तीव्र छालहरू निकै सुन्दर देखिएका छन्। म पनि रमाइरहेको छु यो दृश्य हेरेर। झलझल आँखाभरि दृश्य हेर्दै मनोरञ्जन लिएको छु। र पानी पनि बर्खायाम लागेर होला धमिलो आइरहेको छ। माछा मार्ने सिजन पनि आइसक्यो। माछाहरू मार्न आइन्छ भेरी नदीमा। ल गाइज, म घरतिर लागेको। हेलो गाइज, म चाहिँ अब केही समय भेरीको मनोरञ्जन लिएर घरतर्फ फर्किँदैछु। गर्मी भइसक्यो, गर्मीमा धेरै गर्मी भइसक्यो। भेरीको छेउमा बस्दा मात्रै केही शीतलता लिन सकिन्छ। त्यसपछि केही माथि पुग्दा फेरि गर्मी भइहाल्छ र पसिना पनि उत्तिनै आउँछ फेरि। के देखाउँदैछु थाहा छ? वाट इज दिस? कसलाई मनपर्छ गाइज यो म्याङ्गो लभर को हुनुहुन्छ सेयर गर्नुहोस् है। म्याङ्गो, दिस इज म्याङ्गो। यदि हजुर कसैलाई पनि लिची खान मन लागेमा
सुर्खेतको रामघाटमा आउनु होला। हजुरहरू अथाह लिची खान र लिन सक्नुहुन्छ। यो हो आँप र लिची बगैँचा। ल गाइज, म घर आइपुगेँ। आजको भिडियो यहीसम्मलाई मेरो सर्ट भिडियो मिनी ब्लग मन परेमा लाइक कमेन्ट र सेयर गरी नभुल्नु होला। साथै सब्सक्राइब पनि गर्नु होला। बाई बाई।